गाउँ सहर जाने बाटोको बिजोक धुलो बुलुन्दै उडाएर गएको नि त नि टोलीहरू एकछिन वेट गरौँ त्यो धुलोमा नजाऊँ भनेर के अरे त्यो बाइकले धुलो खाँदै जाने हो होइन एकछिन होल्ड नगरेर त्यो हेर्नु बाबा त्यो गाडीहरू बाहिर जाँदा आहा त्यो मान्छे बिकारा गएछ जस्तो भयो के त्यसलाई त्यही धुलो हुन्छ नि हामी एकछिन होल्ड गरेको ऊ चाहिँ रन्किएर गएको नि त त्यहाँ त्यो अटो आयो बल्ल देखियो अटोवालाले बिजोक यहाँ चाहिँ म झर्नुपर्छ होला हो तर माटो गडेको छ क्या गडेको छ हिजो हामी जाँदाखेरि माथि जाँदाखेरिको गडेको जस्तो छ कि झरो त हो मान्छेहरू त्यो बाइक कता आएर ब्याक गर्नै परेन ब्याक गरेर नि त तपाईँ त्यो ढलाङ्गो बाटो नि हल्ला गर्दैछ माथि अझै हेर्नु यस्तो गडेको न त्यो टेम्पो आमामा आधा पुरै गडेको यार के खसाल्यो धुलो धुलो खाएको खाइ भयो त्यो केटाले झन्नै ढलाइदिएको त्यो यस्तो छ यार गडेर माथि जाँदो रहेछ भएर त यहाँ रेनकोट लगाएर आउँछ त बुढाले अब त यो एक टर्निङ हानेपछि आइहाल्छ आउन त फेरि छैन पनि त्यहाँसम्म पुग्ने नि लास्टै गाह्रो के यार गाडी नआइदियो हुन्थ्यो भगवान् यस्तो ठाउँमा यार भन्दा पछाडि एउटा आएर चाहिँ बिजोक धुलो खायो हजुर बर्खामा क्या रातो माटो त बिजोक हुन्छ ढिलो हुन्छ नि चिप्केर बिजोक गराउँछ नि एक त्यो माथिल्लो टर्निङ गरेपछि त आइहाल्छ धेरै छैन पछिल्लो साइडले हालेर अगाडिको धुलो खाँदै हिँड्ने फेरि अब त यो डाँडा कति त आइहाल्यो अब त जाउँ हामी त एकछिन यो धुलो खाएर जानु छैन हामीलाई धुलो यस्तो धुलो यार ओ माई गड यार पुरै धुवा पुत्याएर भन्ने हो झन् झन् आइरहन्छ त नि कति धेरै छ त नि त्यो तिनवटा फेरि सँगसँगै आएको धुलो खाँदा एकछिन वेट गरौँ है हामी होइन सुरुको त्यो केटी भएकोले चाहिँ धुलो उडायो पछिल्लो चाहिँ